हामी सबैजना रमितेसम्मको यात्रा हामी सबैजना रमिते लावाखोला आजको यात्रा चाहिँ निकै कठिनै छ बाटो अप्ठ्यारो रहेछ लावाखोला जाने बाटो मेरो साथीले चाहिँ एकदमै कष्ट गरी ड्राइभिङ गरिरहेको छ बाटोको अवस्था चाहिँ निकै रुख त बुढो छ त हौ कत्रो क्या फेरि के गरौँ होला यो यस्तो हौ पारीको सिन त दामी छ त हौ सीता साम्बालाई गाह्रो परिरहेको छ है गाइस ओ माई गड फाइनल गाइस हामी आइपुग्न लाग्यौँ गाडीमा रोकेर अब हिँड्दै हिँड्दै पैदल यात्रा जाँदैछौँ यो माहौल चाहिँ निकै रोचक छ है त अनि कसरी छोड्नु अनि मान्छे यहाँ त सिस्नु पनि छ त वकिङ सिस्नु देखेर मान्छे आत्तिएर बिहोस छ यहाँनिर पातले सिस्नु यहाँ इ यो के को फुल यस्तो राम्रो हैन गाडीको कन्डिसन राम्रो भयो भने यो यस्तो सामान्य कुदाइन्छ यो चाहिँ थाहा भएन के को फुल यति राम्रो बाटो त अप्ठ्यारो छ त यो पाइप हाम्रै हो आम्मा कत्रो पाइप बाफ्रे वाउ पानी के होला दो पानी लागो वाउ पानी वाला छ पानी कति एमएम गरे यो पाइप 200 त हैन होला हौ अहिले तपाईँ त्यसरी छैन नि अहिले फेरि वाउ साङ्लो साङ्लो पानी माथि भन्ने जस्तो ओ गाह्रो छ फाइनली हामी हाम्रो लावाखोला खानेपानीको मुहानमा चाहिँ आइपुग्यौँ पानीको मुहान चाहिँ आइपुग्यो है त हाम्रो माङ सेवा सामा यता सीता साम्बाले चाहिँ यहाँनिर फलफुल काटिरहेको छ पूजाको तयारी टिम हस् सेवाको लागि पूर्व तयारी गर्दै हुन्छ हाम्रो लावाखोला खानेपानीको अध्यक्षको हस्त बाहुलीबाट चाहिँ दीप प्रज्वलन कार्यक्रम भइसकेको छ अब कार्य सेवा सुरु
होइन टाइम चाहिँ दिन्छ हुँदैन ए थोरै हुँदो रहेछ नि त मलाई हाँस्नु मुखमा त कस्तो भन्ने दक्षिणमै काटेको बुझी Go back home. Mama. Ada khatra. Laun त भोक लागेर खाजा खाँदै कस्तो दामी हो चना त चना र त छरिन्छ है स्पिड आयो साथै रिसारा भोक लागेर सबै आइसक्यो ए पनिर भोक लागेर दामी रहेछ ल हाम्रो त मस्तै खोला खाने पानी सेलिएर ठिक्क भएको छ हुन त हामी पनिर खाने मान्छे खाइँदैन तर सीता सामाले बनाएको नि पनिर त फेरि सोल्टेनीले बनाएको नि सियो खाने मान्छे होइन भने उसले बनाएको पनिर म त नखाने मान्छे आज उसले बनाएको सरोजलाई दिउँ अब खाने नि पान छैन एकछिन चना भने के घोडाले खान्छ कि छोराले खान्छ के हो फेरि अर्को कुरा पानी भयो तपाईँलाई के चाहिँ चना भाइ छोरे म त खासमा नि यो हल्का मजा खानु यो पातमा यो भोगाटे 300 400 म कता बसौँ बस्नु नानी हाम्रो अमरजी सालपछि सबै घरै जनसङ्ख्या बढ्छ अब यो चाहिँ केटी तर म यसो गरेर खिच्नु पर्थ्यो नि त अघि ओके म खिचिदिन्छु नि चेलीबेटीहरूलाई अप्ठ्यारो नपारौँ न हैन चेलीबेटीहरुको बेग्लै गुरु हाम्रो बेग्लै नि